वा चिसा हुन्छ अरू बेला चाहिँ तातो हावा चिसा हावा कपाल खेल्नु न एकदम बोडी आएको पऱ्यो युट्युबमा थियो त्यसले खुल्ला धेरै बोर्ड भएको ठाउँ छ हेलो गाइस वेलकम टु माई भ्लग इट्स मी दीप्सिका श्रेष्ठ फ्रम खोर्साने And it's me, Sandhya Shrestha from Kathmandu. या अनि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ दमक जाँदैछौँ हामी चाहिँ अहिले झापा किन भन्दाखेरि अहिले अनि अहिलेको मौसम चाहिँ एकदम राम्रो छ शीतल हावा मिठो हावा आएको छ अनि घाम पनि लागेको छ घरि आउँछ घरि जान्छ तर शीतल छ आजको दिन चाहिँ अनि त्यही हो हामी चाहिँ रेडी सेडी भयो जाँदैछौँ अनि अब हिँडेको होइन त अब ऊ चाहिँ यतैबाट दमक झापा जान्छ अनि कति दिन बस्छु उतैबाट काठमाडौँ जान्छ अनि यसको र मेरो पनि भेट हुँदैन I will miss you. I will miss you too. अनि उसको आउटफिट चाहिँ देखाइदिन्छु आजको या अनि मेरो यो चाहिँ हामी चाहिँ अहिले दोकान पनि आइसक्यौँ अनि दोकानमा चाहिँ अब जाँदैछ यिनीहरू त्यही भएर अङ्गालो मार्दैछन् वा यसलाई चाहिँ म पुऱ्याउनुलाई दमक किनेको मतलब उसको मामालाई हो दमकदेखि अझै भित्र दमकसम्मसँग त अब गाडीले पुऱ्याइन्छ तर त्यहाँदेखि भित्र चाहिँ उसलाई थाहा छैन मलाई पनि थाहा छैन तर ऊभन्दा अलिकति हिँड्ने बानी छ त मेरो अनि त्यही भएर म चाहिँ एक्लै जता जता गइरहेको हुन्छु अनि ऊ चाहिँ जाँदैन अलिक होइन डाइरेक्ट गाडीमा आयो भने हो यताउता झर्दै यस्तै यस्तै हराउँछु भनेर हराउँछ अरे अनि त्यही भएर म जाँदैछु अनि म जानलाई भनेर रुइरहेको छु है गाइजहरू वा भोलितिर मेरो त्यस्तै हुन्छ भ्लग त देखाउनु नै पर्छ एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह भइहाल्छु नि हौ कहाँ जान्छु त अहिले चाहिँ गाडी पनि आएको छैन अनि हामी चाहिँ यहाँ गाडी कुद्दैछौँ यताबाट आउनुपर्ने गाडी ट्रकहरू म्याजिकहरू मात्रै आइरहेछ अनि त्यही हो हाम्रो बाटोमा खाना चिप्स र पानी अनि के छ अनि झोला छ ठ्याङ्ग्राङ्ग परेको गाई आजको हावा त सही छ घाम लाग्यो पनि यस्तो मिठो मतलब मिठो त के भने अलिक झोल छ कि हावा चाहिँ उपर राम्रो आएको छ चिसा हावा चाहिँ अरू बेला चाहिँ तातो हावा आउँछ चिसा हावा कपाल इभन नि तर गाडी नै आउँदैन कि उताबाट जाने मात्रै आएर यताबाट आउनु जाने हावा चाहिँ बिजोक पाएर खेल्नु न एकदम मोटी बोक्नु पर्यो कहिले बोक्नु भएर केही छैन गाइस फाइनली हामीले सिट पायौँ प्रोग्राम भन्छ नि उसलाई बोक्दा भयो उस्तै उस्तै सुन्नु त हामी मोटी दुईजना उस्तै उस्तै मोटी अनि यसलाई बोक्दा मेरो यो कुरा झन्डै गएको त्यस्तो लड्यो नि ठोकेर कस्तो भयो त्यही पनि बल्ल बल्ल सिट पायौँ पथरीमा आएर सिट पायौँ हेर्नु चिया बगान कस्तो दामी देखेको हो दमकको के भन्छ झरेर कसरी किनेर अरू चढेछ दमकबाट झरेको अनि कति भित्र रहेछ हामी कहाँ आइपुग्छौँ पनि खै आइपुग्ने हालेर यस्तो छ भित्र चाहिँ हाम्रो गोसिडीहरू किनेर सर गाइज हामी चाहिँ आइसक्यौँ यहाँनिर घर आयो अरे खाजा पनि बनाइसक्यौँ पोखा लागेको आमा हेलो भन्नु ब्लग हो मेरो युट्युब च्यानल गाइस हामी चाहिँ अहिले आएर खाजा खाएर फ्रेस भएर अनि हल्का रेडी अनि अहिले हामी कहाँ आएको छौँ भन्नु न यो लिचीको बोट भरे कति धेरै लिची छ होइन यो भर्खर चिचिला हुँदैछ भयो भने यहाँ कति धेरै हुन्छ यहाँ यो त सानो तिमी घरको छोडेमा त्यो यहाँ बगान लिएर जान्छु बगान मनपर्छ नमस्ते जोक दिया ल अब धेरै भएको ठाउँ धेरै लान्छु ल एकदमै धेरै छ यति धेरै छ नि गाइस यहाँ त सिजन अब हुँदैछ नि त भर्खर हुँदैछ अहिले त भर्खर चिचिला मात्रै छ ठुलो भएपछि त यस्तो दामी हुन्छ नि यहाँनिर के भन्नु गुलियो पनि हुन्छ ओफ गाइस हामी बगान भएको ठाउँमा आएको छौँ यो चाहिँ आपको बोट होइन सिजन भएपछि अहिले भर्खर चिचिला यो होइन आपको होइन लिची के हो यार उता चाहिँ उताको चाहिँ आपको बोट हो चुप के पनि लिची के हो उता भने हौ यहाँ हेर्नु न कति धेरै छ यो
पुरै बगान हो यहाँनिर। यो चाहिँ छ सिजन भएको बेलामा आएँ भने आउनु भन्नुभयो, आउन पनि सक्छु होइन। अलिक टाढा कति धेरै चिचिला छ, तर सबै अहिले चाहिँ भर्खर हुँदैछ नि त। हाम्रो मामा घरको, उसको मामा घरको। यो चाहिँ के बानेको हो हेर त, यहाँ हेर्नु गाइज, यो के हो यो बानेको जस्तो चाहिँ? त्यो माथि नि भने कति धेरै नछुम है, डर लाग्यो। मलाई डर लाग्यो कति धेरै छ। हेर्नु मलाई गड चिचिला हेर्नु न, भने वाउ फुल्ने बेला भइसकेपछि त यस्तो दामी देख्छ नि यहाँनिर। वाउ नाइस, मलाई आउनु मन लाग्यो, भ्लगैको लागि भए पनि आउँछु म। गाइस फेरि हामी अर्को बगानमा आइसक्यौँ। ओ माई गड कति धेरै हो यहाँ त झन्। यो चाहिँ सबै बिक्री हुनेवाला हो है, हेर्न सक्नुहुन्छ यो सब। यहाँको आँप र लिची चाहिँ हामीले त्यो मधेसीले हुन्छ नि, मतलब हामी बेच्छौँ नि अनि हामीले किनेर खान्छौँ नि, त्यही हो क्या यिनीहरू चाहिँ। एकदम धेरै छ, कति धेरै कता कता जान्छ अरे। सिन चाहिँ राम्रो यहाँ हेर्नु न, ओ माई गड कति धेरै हुन्छ हौ यहाँको त। त्यहाँको चढी चढी टिप्नु पर्छ। गाइस कति धेरै छ यहाँ त। यो चाहिँ सब बिक्री हुने हो, अघिहरूको चाहिँ आफै खानुहुन्छ अरे उहाँले, घर यताउतिभरि बाँड्ने, त्यस्तो बेच्नु हुँदैन अरे अहिलेको चाहिँ। यो चाहिँ सबै बेच्नेवाला अरे। त्यो चाहिँ अलिक सानो सानो बोर्ड थियो, अलिक कुचुममा थियो, त्यो अलिक खुल्ला धेरै बोर्ड भएको ठाउँ छ। गाइस यो चाहिँ आँप हो सबै, यो यिनीहरू चाहिँ ठुलो ठुलो चाहिँ यो सबै आँप हो। बट स्याड न्युज चाहिँ के हो भन्दाखेरि योपालि आँप फल्दैन। लिची चाहिँ फल्छ, आँप फल्दैन, किनकि उतातिर पुरै आँपको नि सबै चिचिलाहरू आउनु थालेको छ। तर यहाँ छैन, यस्तो अरे नि त, 1 वर्ष ग्याप हुन्छ अरे कि, 1 वर्ष फल्छ अरे, 1 वर्ष ग्याप हुन्छ अरे, फेरि 1 वर्ष फल्छ अरे, त्यस्तो हुन्छ अरे यहाँ चाहिँ है। यो चाहिँ मैले फर्स्ट टाइम सुनेको यसले भनेको। पहिला भइरहेको हुन्छ यहाँ चाहिँ होइन, किन हो उनीहरूको सिजन अनुसार फल्ने कहिले नफल्ने भइरहेको हुन्छ। त्यस्तै हो, ठिक छ। तर लिची चाहिँ ओभर धेरै छ क्या, कति धेरै। त्यो पाकेको बेलामा आउनु मन छ कि मलाई त साँच्ची होला। भ्लगको लागि भए पनि हुन्छ। हप्सो छुट्टी परोस्, छुट्टी परोस्। धेरै हेरिदिनु हुन्न, लाइक सब्सक्राइबै गरिदिनु हुन्न, त्यही भएर पनि हो। भर्खर भर्खर हो नि त, केही छैन। यहाँबाट हेर्नु त कति कस्तो राम्रो देखेको, कस्तो राम्रो देखेको, तर अलिक कालो देख्यो होला कि। गाइस हामी चाहिँ अहिले यत्तिकै डुल्दैछौँ केही काम नपाएर। मतलब अब हामी यहाँ डुल्नै आएको हो नि त, अनि डुल्दैछौँ। फेरि गाउँ जस्तो छ नि त यहाँ सबै, डुल्दै हिँड्दैछौँ। रमाइलो छ क्या, शान्ति हो। मान्छेहरूलाई चाहिन्छ नि पिच ठाउँ हो, त्यस्तो छ क्या। अनि आज जस्तो गर्मी पनि छ, शीतल छ आज चाहिँ। अरू उतातिर पनि शीतल थियो, आज त अलिक घाम लागे पनि, मतलब हावा चाहिँ चिसो हावा भइरहेको थियो क्या। अहिले चाहिँ अलिक कम भयो, न त आज त राम्रो डे त, कस्तो राम्रो है। पुरै गाउँ के गाइस, यस्तो हुन्छ नि, साह्रै राम्रो लाग्छ हौ मलाई यस्तो ठाउँहरू। पिच ठाउँ है, शान्त क्या, थोरै पातुलो खालको हो अनि शान्त क्या ठाउँ, राम्रो लाग्छ मलाई त। गाइस हामी चाहिँ अहिले घुम्दै कता पुगिसक्यौँ। तर हामीलाई जान डर लागिरहेको छ, किनकि हामी खस्यो भने हामीलाई कसैले बताउँछ। तर यहाँ ताल चाहिँ लाग्छ, कसरी जाने, जम्प हानेर गयो त हो नि। अनि त्यही हो, अहिले हामी जाँदैछौँ, डुल्दैछौँ। यहाँ चाहिँ पिच गरेको छ, यो चाहिँ राम्रो चाहिँ। अघि चाहिँ कता चाहिँ कस्तो बाटो थियो, हामी अघि आउँदा त है डेन्जर थियो। त्यही पनि उहाँ रोड मेन रोड पनि बाटो त सबै बन्दै छ नि त, अनि सबै बिग्रेको थियो क्या। अनि अहिले पनि त्यस्तै भयो जस्तो भयो। अनि यहाँ बिचमा चाहिँ पिच गरेको रहेछ, राम्रो शान्ति, अलिक डेभलप छ, राम्रै छ, हेर्न सक्नुहुन्छ। अहिले त घाम पनि अस्ता आइसकेछ है। यहाँको अरूभन्दा नि त्यो क्या, उसको हाम्रो सानीहरूको चाहिँ छोरा छोरी भाइहरूको नाम चाहिँ कस्तो एक्स्ट्रा क्या, डायमन्ड रे, पिटर रे, अनि एउटाको जोसेफ, कस्तो एक्स्ट्रा नामहरू चाहिँ क्या, एक्स्ट्रा अर्डिनरीहरू। हाम्रो सन्ध्या, दिप्सिका, नट ब्याड होइन, तर उनीहरूको हाम्रो चाहिँ अब सबैजनाको दोहोरिरहेको छ भने उनीहरूको चाहिँ अलिक एक्स्ट्रा या। तर हामी पनि हाम्रो छोराछोरीको नाम त्यस्तै राख्नु, युनिक टाइप क्या, अरूको हतपति नहुने खालको नाम होइन। खतरा हिँड्दो रहेछ त, खतरा डेन्जर हिँड्दो रहेछ, बा कपाल हल्लाएर हिँड्छ त पनि। म नि हिँड्छु, तपाईँलाई देखाऊ 1 2 3 गो। गाइस यहाँ चाहिँ सब धेरै जस्तो क्या, क्रिस्चियन अनि यहीँ अगाडि रहेछ चर्च चाहिँ, यो चर्च हो। त्यहाँ प्लसवाला साइन पनि छ काठमाडौँतिर। अनि सबै मतलब हुन्छ नि गाउँ नै क्रिस्चियनकै मात्रै जस्तो क्या। हाम्रो उहरू पनि, हाम्रो यहाँ हामी जसकोमा आएको नि त्यो पनि उहाँहरू पनि क्रिस्चियनै हुनुहुन्छ, सबैजना क्रिस्चियन। पुरै गाउँ नै क्रिस्चियनले भरिरहेको, हिन्दू छैन। मेरो मामा पनि क्रिस्चियनै हो।
अनि तर क्रिस्चियन पनि दुई टाइपको हुन्छ क्या एउटा चाहिँ सबैजनाले जयमसी भन्नुहुन्छ हाम्रो मम्मीहरू चाहिँ जयमसी हो उसको आमाहरू पनि जयमसी हो चर्च जान्छ चर्च जानुहुन्छ अनि अर्को हुनुहुन्छ धेरै आशिष पाउनुहोस् भन्नुहुन्छ उनीहरू चाहिँ सियोन जानुहुन्छ अनि बाटोमा चाहिँ उयो क्या चर्चाको के भन्छ प्रचार गर्दै हिँड्नेहरू चाहिँ सियोनको मान्छेहरू हुन्छन् होइन अनि कति भेट्छु क्या हामीतिर कति हुनुहुन्छ उहाँहरू अनि हामीलाई सियोनमा जानुहोस् यस्तो यस्तो भन्नुहुन्छ तर अब हामी त हिँड्नु पऱ्यौँ होइन हामीलाई राम्रो लाग्छ उहाँहरूको कुरा सुन्दाखेरि हुन पनि मन लाग्छ नि यता छ न उहाँहरूको कुराहरू सुन्दाखेरि बाइबलहरू पढ्दा हुन पनि मन लाग्छ तर हामी अब जन्मजात हिन्दू भएर होला बाबाले अलिक बाबाहरू त हिन्दूमै उयो गर्नुभएको हो नि त अलिक त्यही भएर मान्नु हुँदैन म सानो हुँदाखेरि मम्मीहरू पहिला क्रिस्चियनै हुनुहुन्थ्यो मम्मी ब्याडमिन्टन खेल्दैछ नि हामी पनि खेल्छौँ अब भनेर गाइज हामीले चाहिँ ब्याडमिन्टन खेल्दा गऱ्यौँ होइन अनि यो चाहिँ अर्को टिम म अर्को टिम थिएँ अनि मैले जितेँ हाम्रो टिमले जित्यो मतलब फर्स्ट राउन्ड हामीले जित्यौँ फेरि सेकेन्ड राउन्ड यिनीहरूले जित्यो होइन अनि टाई भएर फेरि थर्ड राउन्ड के अरे बेस्ट अफ 3 खेल्दा फेरि थर्डमा हामीले जित्यौँ त्यही हो अनि मैले अघि पिटर भन्दै नि यही हो भाइ पिटर हेलो भन्दै मेरो भ्लगमा हेलो भन्दै भन न हाई भन न गुड अनि हामी चाहिँ पसिनै भएको छौँ होइन यस्तो मजा आयो खेल्नलाई सानो भाइहरू त ट्विन्स भाइहरू थियो उनीहरूसँग खेल्दा गरी मजा आयो अनि अब चाहिँ घर फर्केको हामी कस्तो अँध्यारो भइसक्यो कि अझै खेल्दैनौँ न त अँध्यारो भएर फर्किनु कराउँछ नि त अहिलेसम्म नआएन भनेर अनि त्यही भएर के हालिदिँदैन भागिसक्यो भाइले फ्यालिदिइसक्यो कसमी के यो डराएर लुकेको रे के उयो हालिदिन्छ भनेर हालिदिँदैन हालिदिन्छ भनेर डराएको रे यो किरा देखेको डराएको रे साथीहरू कत्रो होला कालेको दादी भाइ आएको भाइ उसले चाहिँ हालिदिएको हाम्रो अङ्कल ऊ त डराउने गाइस अब चाहिँ हामीले खानासाना पनि खाइसक्यौँ अघि घुमेर आएर एकछिन फोन चलायौँ खायौँ खानासाना खायौँ भाइसँग गेम खेल्दाखेरि हेर भाइ गेमसेम खेल्यौँ अनि अब हामी जाँदैछौँ आन्टीको सरर अहिले हामी चाहिँ अब उता घर हिँडेको हिँड्दै जाने होइन र त्यो थुन्न आँट्नुभएको थुन्न आँट्नुभएको अरे अनि आऊ भाइ हामी चाहिँ हिँडेको गइरह कि झन् पछाडि केही देखाएको छैन हामीले त अगाडि भुटायो भने पनि देख्छ देख्दैन एकछिन बस्यौँ अनि अहिले चाहिँ हामीलाई पुऱ्याइदिन जाँदै हुन्छ दुईजनालाई हामी दुईजनालाई पुऱ्याइदिन जाँदै हुन्छ अनि उहाँहरू चाहिँ आउनुहुन्छ फर्केर फेरि उहाँको माइती घर हो हामी जानु आँटेको जस्तो चाहिँ मामालाई घर हो गाइस त्यही हो हामीले राति चाहिँ लगइन गर्ने बिर्सेछ भर्खर भन्दा नि अघि उठेको मुखसुख धोएर फ्रेस भएर बसेको अनि हाम्रो हिजोको भ्लग है त चाहिँ यहीँ इन गर्न चाहन्छौँ मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला र कमेन्ट गरिदिन नबिर्सिनु होला अनि त्यही हो धन्यवाद बाई बाई बाई